हेलो साथीहरू नमस्कार। आज म फेरि एउटा नयाँ भिडियो लिएर आएको छु। साथीहरू यस भिडियोमा साथीहरू म कलङ्गा हाइड्रो पावर लिमिटेडको बारेमा कुरा गर्नेछु। साथीहरू यस कम्पनीले पनि आफ्नो आइपिओ जारीको डेट लगाइसकेको छ। साथीहरू यस भिडियोमा यस कम्पनीको बारेमा सम्पूर्ण जानकारी दिनेछु। साथीहरू यो कहिलेदेखि आइपिओ निष्कासन गरिरहेको छ र कति किता निष्कासन गरिरहेको छ। साथीहरू सम्पूर्ण जानकारी म यसै भिडियोमा दिनेछु र साथसाथै यसको इपिएस र बुक भ्यालुको बारेमा पनि कुरा गर्नेछौँ हामी यस भिडियोमा र रेटिङको पनि। साथीहरू आउनुहोस् यो भिडियोलाई अब सुरु गर्ने हामी। साथीहरू कलङ्गा हाइड्रो पावरले सर्वसाधारणको लागि डेट खुला गरिसकेको छ। यसभन्दा पहिले यसले फरेन र लोकलहरूको लागि डेट खुला गरेको थियो। साथीहरू अब यो सकाएर यसले अर्डिनरी सेयर जनरल पब्लिकको लागि पनि डेट खुला गरिसकेको छ। यसको डेट साथीहरू जेष्ठ 8 गतेदेखि लिएर जेष्ठ 13 गतेसम्म रहेको छ। साथीहरू र यसको युनिट्सको बारेमा कुरा गर्ने हो भने साथीहरू 28,70,000 युनिट्स रहेको छ र यसले आफ्नो पर सेयरको मूल्य 100 नै राखेको छ। साथीहरू र यसको सेक्टर त हाइड्रो पावर नै रहेको छ र इस्यु म्यानेजर साथीहरू चानिमा क्यापिटल रहेको छ। अब यस कम्पनीको बुक भ्यालु इपिएस र रेटिङको बारेमा कुरा गर्ने हो भने साथीहरू यस कम्पनीको बुक भ्यालु साथीहरू 98.56 रहेको छ र यसको इपिएस साथीहरू -1.48 रहेको छ र यसको रेटिङ साथीहरू डबल बी नेगेटिभमा यसको रेटिङ रहेको छ। साथीहरू यो कम्पनीमा लगानी गर्ने कि नगर्ने साथीहरू यस कम्पनीमा लगानी गर्ने प्रॉफिट की रिस्क साथीहरू तपाईहरू कमेन्ट गर्नुहोला साथीहरू र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला साथीहरू। नमस्कार।